Armed Police Force Band को प्रस्तुति रहेको छ. So Dharan, give it up for Armed Police Force Band. सबैजनालाई हार्दिक स्वागत सम्मान गर्न चाहन्छु. विशेष गरी हाम्रो सन्तोष सर, उहाँले धेरै ठाउँमा यस्ता प्रतियोगिताहरू आयोजना गर्नुहुँदो रहेछ. अस्ति म युके गएको थिएँ. युकेमा पनि उहाँले यस्तै एउटा प्रतियोगिता गरिराख्नु भएको थियो है. उहाँलाई धेरै धेरै धन्यवाद छ र उहाँको टिमलाई धन्यवाद दिन चाहन्छु. र यो इभेन्टलाई व्यवस्थापन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण सङ्घ संस्था, सम्पूर्ण निकाय, सुरक्षा निकाय, सबैजना स्वास्थ्यसँग सम्बन्धित निकाय, सबैजनालाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु. र सहभागीहरू, प्रतियोगीहरूलाई सुरक्षित तरिकाले यो दौडमा भाग लिनका लागि पनि हार्दिक सुझाव पनि दिन चाहन्छु, शुभकामना पनि दिन चाहन्छु. तपाईँहरू सबैजना आज हाँसिराख्नु भएको छ. विशेष गरी यो अग्रपङ्क्तिमा मैले यङ्स्टर्सलाई देखिरहेको छु. तपाईहरु भनेकै देशको फ्युचर हो है. म यो देश देश भनेर कुदिरहन्छु नि, थुप्रो देश देश भनेर थुप्रै गीत पनि गाउँछु. त्यो देश भनेको वास्तवमा के हो भन्दाखेरि त्यो देश भनेको तपाईँ हो है. आई एम वरिड अबाउट योर फ्युचर है. आई एम वरिड अबाउट यु. त्यसले गर्दाखेरि कहिले पनि तपाईँ जस्तो युवा लागु औषधमा फस्नु हुँदैन. लागु औषधमा फस्नु हुँदैन, कुलतमा फस्नु हुँदैन, अपराधिक गतिविधिमा संलग्न बन्नु हुँदैन. तपाईहरु भनेको यो देशको फ्युचर हो कि होइन? अन्त्यमा से नो टु ड्रग्स भनौँ त. फेरि एकचोटि से नो टु ड्रग्स. से नो टु ड्रग्स. थ्याङ्क यू सो मच. थ्याङ्क यू भेरी मच. Quiero
यहाँहरूले यो धरान रनमा सहभागिता लिनुभएको छ र तपाईहरु खुट्टामा चिप लगाएर यहाँ नजिकमा हुनुहुन्छ भने कृपया यो र 21औं मिनेटको तयारी भइरहेको छ चेस नम्बर 85-29 र उहाँले यो 30 मिनेट 58 सेकेन्डमा पहिलो धावक चेस नम्बर 85-29 ले पार गर्न सफल हुनुभएको छ भने तेस्रो रनर 87-27 चेस नम्बर उहाँले र जोरदार गडगडाहाट तालीले हाम्रो धावक 2025 को यो दौड पुरा गरिरहनु भएको छ र त्यस्तै गरी महिला प्रतिस्पर्धीबाट चेस नम्बर 85-28 उहाँले आफ्नो रन 38 मिनेट 44 सेकेन्डमा र त्यस्तै गरी चेस नम्बर 75-12 तेस्रो महिला प्रतिस्पर्धी हुनुहुन्छ 40 मिनेटमा उहाँले यो 10 किलोमिटरको दौड पुरा गरिसक्नु भएको छ गाडीमा र हाम्रो सानो नानी एमी त्यस्तै गरी हाफ म्याराथन गर्नुहुने चेस नम्बर 777 करिना उहाँले पनि आफ्नो 10 किलोमिटरको यात्रा पुरा गरिसक्नु भएको छ त्यस्तै गरी वडा नम्बर 10 का वडा अध्यक्ष विवेक रायज्यूले पनि यो 10 किलोमिटरको यात्रा पुरा गरिरहनु भएको हामीले देखिरहेको छौं संस्कार राईको मामु कहाँ हुनुहुन्छ कृपया तपाईं म यो बोलिरहेको छेउमा आइदिनु होला जोशका साथ हाम्रा प्रतिस्पर्धी साथीहरूले यो यात्रा पुरा गरिरहनु भएको छ साउन्ड सर्भिसबाट हाम्रो सुमित श्रेष्ठ हुनुहुन्छ उहाँहरूले पनि यस धरान रनलाई यो सुन्दर साउन्ड राजु लामा यतिखेर 13औं नेवा च्यारिटी 13औं संस्करणको धरान 10 के रन 2025 मा यो 10 किलोमिटरको यात्रा पुरा गरेर राजु लामा